धन्यवाद वचनको लागि र विशेष परमेश्वरलाई धन्यवाद। सबैजनालाई जय मसीह। विशेष परमेश्वरलाई महिमा होस्। आजको हाम्रो आराधना सेवामा उपस्थित हुने नयाँ पुरानो सबैजनालाई स्वागत छ। र विशेष गरी हामीले यो पावन सन्डेको बारेमा आज हेर्न गइरहेका छौँ। आजको वचन त्यहाँ चाहिँ लाजसले चाहिँ जुन प्रभु येशू ख्रीष्ट चाहिँ लाजसको घरमा गएको कुराहरू हामी पाउँछौँ 11 अध्यायतिर। अनि आफूले साह्रै मनपर्ने व्यक्ति र अनि त्यसपछि यतातिर 12 अध्यायतिर त्यहाँ लाजरस बस्थ्यो। जुन 11 अध्यायको तपाईँले हेर्दै गर्नुभयो भने 12 पदमा 12 अध्यायको यूहन्ना 12 अध्यायको त्यहाँ चाहिँ पहिलो खण्डमै तपाईँले हेर्न सक्नुहुन्छ। अनि निष्ठा चाडको 6 दिन अघि येशू बेथानिया आइपुग्नु भयो। तब त्यहाँ लाजरस बस्थे जसलाई येशूले मृतकबाट जीवित पार्नु भएको थियो। अनि त्यो दिनलाई जुन दिन आउनु भएको थियो अनि त्यो दिनको पछि चाहिँ उहाँ येशू ख्रीष्ट जब यरुशलेममा प्रवेश गर्नुहुन्थ्यो, येशूको विजय प्रवेश अथवा खजुरे आइतबार अथवा पावन सन्डे, इङ्ग्लिसमा पावन सन्डे भन्छ र हामीले त्यो दिनलाई चाहिँ खजुरे आइतबार पनि भन्ने गरिन्छ है। परमेश्वरलाई धन्यवाद र महिमा भएको होस्। हामीले त्यो आइतबार भनेको के हो त? अब खजुरे आइतबार भनेको के हो त? कति चाहिँ खजुरको हाँगा लिएर हिँडिरहेको हुन्छ। अनि चर्चहरूमा विशेष गरी अनि विशेष रूपमा चाहिँ यो मनाइन्छ। एउटा बाइबली रूपलाई, एउटा वचनलाई आधार मानेर एउटा चाहिँ हामीले त्यो खजुरे आइतबार अथवा पावन सन्डे भनेर हामी चाहिँ मनाउने गर्छौँ। जुन चाहिँ त्यहाँ भएको जुन सुरु भएको कुराहरू हामी सबैभन्दा पहिला यूहन्ना चाहिँ अघि 12 अध्यायको 1 पदमा हामी हेऱ्यौँ। जुन प्रभु येशू ख्रीष्ट जहाँ लाजरस बस्थे, जसलाई येशूले मृतकबाट जीवित पार्नु भएको थियो। अनि बेलुका तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकीको भोजन तयार गरे, माथाको सेवाटल गर्थिन् र अनि लाजरस चाहिँ उहाँसँगै खाना बस्नेहरूमध्ये एकजना थिए भनेर हामी चाहिँ पाउँछौँ। र विशेष गरी यो चाहिँ विशेष त्यो ठाउँमा जानुको लागि त्यहाँ जुन जकरियाको 9:9 त्यहाँ भनेको छ, जुन अगमबाणी पुरा भएको छ, हे सियोनको छोरी खुब रमाओ, हे यरुशलेमकी छोरी जोडसित कराओ, हेर तिम्रा राजा तिमी कहाँ आउँदै हुनुहुन्छ। उहाँ धर्मत्यामा र मुक्तिदाता, उहाँ भला हुनुहुन्छ र गधामाथि अर्थात् बछेडा एउटा बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। विशेष हामीले यहाँबाट यति महत्त्वपूर्ण कुराहरू हामी बुझ्छौँ कि जब 500 वर्ष अगाडि भविष्यवाणी भएको कुराहरू नयाँ करारमा पुरा भएको छ। र नयाँ करारमा त्यहाँ चाहिँ हिब्रूको 10:12मा त्यहाँ हिब्रूको 10:1 देखि अनि पुरानो करारमा के गर्थ्यो त? एउटा चाहिँ छाया है, त्यो चाहिँ प्रभु येशू ख्रीष्ट चाहिँ अनि आउनु हुनेछ र अनि त्यो छाया चाहिँ अनि परमेश्वरले जुन चाहिँ दिएको कुराहरू यहाँ चाहिँ हामी पाउँछौँ। तपाईँले हिब्रूको पुस्तक 10:1 र 2 पद पढ्न सक्नुहुन्छ। किनभने व्यवस्था अब आउने उत्तम कुराको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सलिन्द नित्य चढाइने त्यही किसिमको बलिहरूद्वारा नजिक आउनेहरू यसले सिद्ध पार्न सक्दैन, नत्र त बलि चढाउने काम रोकिने थिएन। किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्यसपछि पापको चेतना हुने थिएन। आज तपाईँ र मैले यहाँबाट पाउँछौँ जबकि छाया मात्र हो। अझै महत्त्वपूर्ण बुझ्नको लागि हामीले प्रस्थान 12 अध्यायमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू
त्यहाँ इजरायलीहरूले चाहिँ के ल्याउनु पर्थ्यो त भनेपछि बलिदानको लागि थुमा ल्याउनु पर्ने थियो। अनि त्यो थुमा ल्याउनु पर्ने थियो। अनि हामीले यूहन्ना 1:29 नै देख्छौँ, त्यसरी यूहन्नाले पुरानो नियममा हाम्रो पाप उठाइलानको लागि मात्र छाया मात्र थियो, ढाकिने थियो, छोपिने थियो, तर मात्र त्यो मात्र थियो। तर परमेश्वरको प्रेम कति ठुलो छ, मानिसको पाप उठाइलान परमेश्वरले ठुलो हैन योजना, परमेश्वरको ठुलो योजना थियो। येशू कति नम्र हुनुहुन्थ्यो। फिलिपी 2:6-9 पाउँछौँ। उहाँ नम्र, क्रुससम्मै नम्र भएर जानुभयो कि एउटै इच्छा पनि लिएर परमेश्वरको इच्छामा समर्पण लिन जानु भएन। यहाँ चाहिँ मर्कुसको 1को हामीले 1:1देखि 11 पदसम्म त्यहाँ पाउँछौँ। जब प्रभु येशू ख्रीष्ट चाहिँ त्यहाँ मर्कुसको 11:1देखि 11 पदसम्म जब यरुशलेममा येशूको प्रवेश हुनेछ हैन, जब उहाँ चाहिँ यरुशलेममा नजिक जैतुन डाँडामा छेउमा बेथफागे र बेथानी भन्ने ठाउँमा आइपुग्नु भयो, तब उहाँले चाहिँ आफ्नो चेलाहरूमध्ये 2 जनालाई यसो भनेर पठाउनु भयो, तिमीहरूका सामान्य गाउँमा जाओ र पस्दा पस्दै तिमीहरूले अहिलेसम्म कोही मानिस नचढेको एउटा गधाको बछेडो भेटाउने छौ, त्यसलाई फुकाएर ल्याऊ। कसैले तिमीहरूलाई यो के गरेको भन्यो भने प्रभुलाई यसको खाँचो परेको छ र उहाँले फर्काइदिनुहुन्छ भन्। तब तिनीहरू गएर त्यो बछेडो खुल्ला गल्लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधेको भेटाए र त्यसलाई फुकाएर त्यहाँ चाहिँ उभिएकाहरूमध्ये कसैले तिनीहरूलाई सोध्यो, बछेडोलाई फुकाएर तिमीहरूका के गर्दैछौ? यसैले तिनीहरूले अराउनु भए जस्तै तिनीहरूलाई चाहिँ बछेडो फुकाएर तिनीहरूलाई के गर्दैछौ? अनि यसैले तिनीहरूलाई अराउनु भए जस्तै तिनीहरूलाई भने, उनीहरूलाई तिनीहरू जान दियो। तिनीहरूले बछेडो येशूको ल्याएर आफ्नो वस्त्र त्यसमाथि राखिदिएर उहाँलाई भने कि, अनि त्यसमाथि सवार हुनु भयो। धेरैले आफ्नो वस्त्रहरू मैदानमा सेउलाहरू काटेर ओछ्याएर उहाँको अघि हिँड्नेहरूले आउनेले यसै भन्दै जय ध्वनि गाए, होशाना जो परम प्रभुको नाउँमा आउनुहुनेछ, धन्य हो हाम्रा पिता दाउदको त्यो आउने राजा परम धाममा होशाना। उहाँ यरुशलेममा आएर मन्दिरभित्र पस्नुभयो अनि उहाँ वरिपरि थोकहरूमाथि नजर गर्नुभयो। अबेला भएको हुनाले उहाँ 12 जना चेलामाथि उहाँ बेथानी जानुभयो है। यहाँ चाहिँ के पाउँछ भने बेथानी जानुभयो भने साँच्चै त्यो चाहिँ जब उहाँ बेथानी जानुभयो अनि त्यसपछि त्यहाँ चाहिँ सेउला काटेर अनि प्रभुले चाहिँ त्यहाँ चाहिँ गरेछ जाकरियाको अगमवक्ताले भनेको कुराहरू। अनि 9:9 त्यहाँ आफ्नो लागि बछेडो तयार भएको थियो। मत्ती 21:2 र 7 त्यहाँ पाउँछौँ। भनेपछि 8 र 10 आफ्नो लुगाहरू वस्त्रहरू चाहिँ सेउला बिछ्याएर मानिसहरूले गल्लीबाट येशूलाई को लागि मान्छेहरूको लागि आएको थियो। यरुशलेममा बस्ने येशूको चेलाहरू पनि तिनीहरूको साथमा ख्रीष्टको अधीनमा राखेर आफ्नो खास्टो ख्रीष्ट हिँड्ने बाटोमा बिछ्याए र राजा भनेर त्यहाँ चाहिँ एकदम उनीहरूले चाहिँ के गरिरहेको छ त, आफ्नो दोस्रो राजाको 9:13 पाउँछौँ। त्यो पुरानो नियममा चाहिँ राजालाई यसरी स्वागत गर्थ्यो। अनि त्यस्तै नयाँ कराम त्यहाँ चाहिँ येशू ख्रीष्टलाई पनि आफ्नो वस्त्रहरू उतारेर त्यहाँ चाहिँ त्यो प्रतिनिधित्व गरेको छ। अनि डुङ्गामा तिनीहरू हिँड्नलाई ओछ्याएको तब तुरै फुकेर अनि करायो भनेर त्यहाँ यहुको राजा हुनुहुन्थ्यो भनेर त्यहाँ चाहिँ उनीहरूले चाहिँ विजयको ध्वनिहरू आनन्दको चिन्हको लागि ती सेउलाहरू बाटोमा राखे र उभिएर हे होशाना येशूलाई भनेर भनेको छ। आज साँच्चै नै तपाईँ र हामीले चाहिँ पुरानो नियममा के हुन्थ्यो भने पाप मोचनको लागि एउटा थुमा यरुशलेममा लगिनु पर्थ्यो अनि मन्दिरमा लगिएको त्यो पशु यरुशलेममा मारिनु पर्थ्यो। त्यस्तै प्रभु येशूले पनि जानै पर्ने हुन्थ्यो अनि बलिदान हुनुको लागि जब प्रभु येशू ख्रीष्ट यरुशलेममा जाँदै हुनुहुन्थ्यो अनि लुगाहरू फुकालेर सेउलाहरू फुचाएर अनि त्यहाँ चाहिँ थुमा
तपाईँ मेरो लागि बलिदानको रूपमा को लागि जाँदै हुनुहुन्छ भन्ने कुराहरू त्यहाँ बलिदानको थुमा यरुशलेममा त्यो भेडाहरू अनि त्योहरू अनि त्यहाँ चाहिँ राखेको कुराहरू हामी पाउँछौँ। यहाँ चाहिँ जुन चाहिँ अघि यूहन्ना 12 पदले भोलिपल्ट त्यहाँ साह्रै माया गर्ने लाजरसको छेउमा अनि बेथानिया ठाउँ छ अनि भोलिपल्ट आउने यो कुराहरूले चाहिँ प्रस्थानको 12 अध्याय त्यहाँ इस्राएलीहरूले दिएको थियो। जब त्यहाँ परमेश्वरले इस्राएलहरूलाई त्यहाँ 25 अध्यायमा आएर अनि 12 कुल मध्ये अनि लेवी कुल पुजारीहरूले हरेक वर्ष यरुशलेममा गएर त्यहाँ चाहिँ थुमाको बलि दिनु पर्ने थियो। अनि लेवी पुजारीहरूले उनीहरूको पापको लागि अनि थुमा भनेर काम गर्थे अनि त्यो रगत जहाँ महापवित्र स्थानमा छर्किनु पर्थ्यो अनि त्यो विधि परमेश्वरले दिनु भएको थियो। येशूको समयसम्म पनि थियो जब येशू आफैले पनि त्यो चाडहरू मनाउनु भएको थियो। हामी बाइबलमा पाउँछौँ यहाँ चाहिँ येशू गधाको बछेडोमा चढेर अनि जुन चाहिँ बेथानी भन्ने ठाउँमा किन येशू यरुशलेम जानु भयो त? किन यरुशलेम किन भेला हुन्थ्यो भने चाहिँ इस्राएली जातिहरू उनीहरूको वर्षमा अनि प्रस्थान तपाईले 23 अध्यायमा हेर्नुभयो भने त्यहाँ पाउनुहुन्छ अनि 23 अध्यायको 14 मा किन जानु पर्थ्यो भनेपछि वर्षमा 3 पल्ट तिनीहरूले मेरो निम्ति चाड मनाओ भनेर कसले त? परमेश्वरले चाहिँ भन्नुभएको थियो। अब अनि त्यहाँ चाहिँ किन जानु पर्थ्यो भने इस्राएलीहरूले त्यहाँ चाहिँ अनि चाड मान्नु पर्थ्यो। 3 चोटि यरुशलेमको मन्दिरमा भेला हुनु पर्थ्यो। प्रस्थानमा त्यो पुरानो समय देखिन्थ्यो। अनि 24 मा तपाईले आएर यतातिर जुन चाहिँ 17 वर्षमा 3 पल्ट तिमीहरू सबै पुरुषहरू परमप्रभुको सामुन्ने देखा परुन् भनेको छ। वर्ष 17 यतातिर तपाईले अनि 25 अध्यायमा आएर त्यहाँ चाहिँ पवित्र स्थानको भेटीहरू भनेर पाउनुहुन्छ। अनि यतातिर 3 पल्टसम्म उनीहरू चाहिँ यरुशलेममा जानु पर्ने हुन्थ्यो भनेपछि अनि उनीहरू चाहिँ 7 वटा चाडहरू दिएको थियो। लेवीको तपाईले 23 अध्यायमा त्यहाँ पाउनुहुन्छ। अनि उनीहरू संसारकै कुनै पनि ठाउँबाट र गाउँमा होस् र बस जुन चाहिँ जहाँ भए पनि अनि उनीहरू चाहिँ त्यहाँ चाहिँ जानु पर्ने हुन्थ्यो यरुशलेममा। अनि वर्षमा 3 चोटि आएर परमेश्वरको आराधना गर्नुपर्ने थियो। एउटा चाहिँ निस्ता चाडको समयमा, अर्को चाहिँ पेन्टिकोसको समयमा र त्यसो चाहिँ प्रायश्चितको समयमा। यो तीनवटा चाडको समयमा इस्राएलीहरूले यरुशलेममा आएर परमेश्वरको आराधना गर्नुपर्ने थियो। यहाँ हामी के देख्छौँ भने येशू गधाको बछेडामाथि सवार भएर जाँदै गर्दा त्यहाँ विभिन्न देशकाबाट निस्ता चाड मनाउन आएकाहरू को लागि अनि भेला भएका थिए। मानिसहरू भिड थियो। यो चाड मानिसहरूले चाहिँ बनाएको होइन। तपाईँ बाइबलमा पाउनुहुन्छ र परमेश्वर स्वयंले सो त अनि त्यहाँ चाहिँ दिनुभएको कुराहरू हामी पाउँछौँ। र त्यो चाडमा परमेश्वरले लेख्नुहुन्छ, परमेश्वरले बताउनुहुन्छ हरेक चाडमा परमेश्वरले आफ्नो योजना अनुसार राख्नुहुन्छ। आज परमेश्वरले हरेक योजना, हरेक कुराहरू परमेश्वरले आफ्नो योजना अनुसार राख्नुहुन्छ। चाड चाहिँ परमेश्वरको जुन अगमबाडीको रूपमा आउने कुराको लागि, पछि हुन आउनेको लागि भविष्यमा दर्शाइएको, दर्शन राखिएको कुराको लागि दिएको थियो। अब भविष्यमा दर्शन राखिएको कुरा किन त? यरुशलेममा चाहिँ परमेश्वरले चुन्नु भएको है, यरुशलेम परमेश्वरले चिन्नु भएको ठाउँ थियो र परमेश्वरलाई आराधना गर्ने ठाउँ थियो। किनभने हामीले यूहन्ना 4 अध्यायमा पनि त्यहाँ हामी पाउँछौँ, जब त्यहाँ जानुभयो भने त्यहाँ पाउँछौँ सामरी स्त्रीसँग येशूको याकुबले खनेको इनारमा भेट हुन्छ। त्यो जग्गामा अनि येशूले सामरी स्त्रीसँग
बात गर्दैखेरि चाहिँ अब मानिसले चाहिँ परमेश्वरको आराधना यरुशलेममा गर्नु पर्दैन, डाँडामा नि गर्नु पर्दैन। अब मानिसहरूले परमेश्वरको आराधना आत्मा र सत्यतामा गर्नुपर्छ भनेको कुराहरू थियो। र त्यो सामरी स्त्रीलाई चाहिँ अनि यसुले के भनेको हो भने आज यही हो भने यदि चाहिँ न त डाँडा न त यरुशलेम जान्छौँ हामी, हैन? आज हामी जहाँ एकसाथ भेला भएर हामी चाहिँ चर्चमा संगति गर्छौँ है, चर्चमा संगति गर्छौँ अनि चर्चमा संगतिमा भेला भएर हामी चाहिँ पवित्र आत्माको संगति गर्छौँ। यदि आज पनि डाँडाको जानुपर्ने भएदेखि, मन्दिरमा जानुपर्ने भएदेखि कहाँ जानुपर्ने थियो? हामी यरुशलेम जानुपर्ने थिएन त, हैन? कसैले पैसा तीर्थ, तर परमेश्वरले चाहिँ हरेक मानिसको लागि जुन चाहिँ खोज्ने, आज हरेक मानिसको लागि खोज्नेहरूको लागि उहाँको उपस्थिति छ, परमेश्वरको लागि खोज्नेहरूको लागि। त्यसकारणले यसु यरुशलेम जानु हुँदै गर्दाखेरि जाँदै हुनुहुन्छ, परमेश्वरले पाम सन्डे आज चाहिँ जुन चाहिँ यरुशलेम जाँदै गर्नुहुने दिनलाई चाहिँ पाम सन्डे को दिन र यो समय चाहिँ जुन चाहिँ भेटी उहाँ कसैलाई चाहिँ चङ्गाई गर्ने, छुटकारा दिने, निको पार्न या सुसमाचार सुनाउन या कसैलाई परमेश्वरको राज्यको कुराहरू भन्नलाई होइन, त्यहाँ चाहिँ जानु भएको जुन चाहिँ पाम सन्डेको दिन यरुशलेम जाँदै गर्दाखेरिको समय चाहिँ कुनै त्यहाँ चाहिँ कुनै समय कसैलाई पनि चङ्गाई गर्न, छुटकारा दिन र सुसमाचार सुनाउन, कसैलाई चाहिँ परमेश्वरको राज्यमा भन्नलाई चाहिँ होइन। उहाँ धेरैचोटि यरुशलेम जानुभयो र उहाँ जाने ठाउँ जुन नाम गरेको ठाउँ थियो बेथलेम, र बेथलेम भनेको हाउस, लेहेम भनेको रोटी। जब हाउस अफ ब्रेड, रोटी घर, रोटीको घर जस्तै यरुशलेममा पवित्र सिटी, सहर, अनि संसारमा कुनै पनि सहरलाई चाहिँ पवित्र भनिँदैन, यरुशलेमलाई मात्र पवित्र सहर भनेर हामी चाहिँ चिन्छौँ। र यसो कतिचोटि जानुभयो त? सेवकाईमा जब बेथलेमबाट यरुशलेममा पुग्न कति लाग्छ त? धेरै लाग्दैन त्यो ठाउँमा पुग्न। जब त्यो ठाउँमा पुग्नलाई जम्मा 8 देखि 10 किलोमिटर छ, त्यति बेला मानिसहरू घोडामा चढेर नै आवत जावत गर्थे। सबैभन्दा पहिला येशू गधामा जाँदै हुनुहुन्थ्यो अनि मानिसहरूले के सोचे भने येशू हाम्रो राजा हुनुहुन्छ भनेर, किनकि उनीहरू राजाको माग गरे। किनभने त्यो समय रोमी राज्यको, रोम सहरको, रोमी शासकको अधीनमा थियो। त्यति बेला चाहिँ इस्राएली देश स्वतन्त्रता थिएन, उनीहरूले चाहिँ रोमी साम्राज्यको अधीनतामा थियो र उनीहरूले के चाहन्थ्यो भने रोमी साम्राज्यबाट आजाद भएको चाहन्थ्यो, रोमी राज्यको बन्धनमा थियो। येशूले त्यति बेलासम्म येशूले धेरै ख्याति प्राप्त र प्रख्याति प्राप्त गरिसकेको हुन्छ अनि परमेश्वरको अद्भुत कामहरू गरिसकेको हुन्छ। अनि येशूका चेलाहरूले चाहिँ येशूले जाने दिन के निस्ताचार प्रस्थान 12 अध्यायमा 1 देखि 12 पदसम्म पढ्ने भने त्यहाँ परमेश्वर चाहिँ जुन चाहिँ यरुशलेममा त्यहाँ के गरेछ त? मिश्रा देश मिश्रामा परमप्रभुले मूसालाई, हारूनलाई भन्नुभयो, यो महिना चाहिँ तिमीहरूको निम्ति मनाइने महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ। इस्राएलका सारा समुदायलाई यसो भन् कि महिनाको 10औं दिनमा तिमीहरू हरेकले आफ्नो परिवारको निम्ति हरेक घरना अनुसार एउटा पाठो ल्याएर राखोस्। कसैको घरमा एउटा पाठोको लागि मानिस थोरै भए पनि त्यस आफ्नो घरको नजिक छिमेकीसँग मानिसहरू गन्ती अनुसार मिलोस्। हरेकले मानिसको
खुवाउ अनुसार पाठोको गन्ती गरून् र तिमीहरूले पाठो खोट रहित होस्। 1 वर्षको पाठो तिमीहरूले त्यो भेडाको अथवा बाख्राको लिनु। त्यो तिमीहरूले त्यस महिना 14औं दिनसम्म राखुन् र इस्रायलको समुदाय सबैलाई बेलुकी पख मारुन्। अनि त्यस रात जुन चाहिँ त्यहाँ चाहिँ 12 अध्यायमा यहाँ चाहिँ परमेश्वरले इस्रायल मिस्र देशबाट छुटकारा दिन हुनुहुँदैखेरि परमप्रभुले परमेश्वरले 10औं विपत्ति पठाउनु लाग्नु भएको अघिल्लो र परमेश्वरले त्यहाँ इस्रायली जातिहरूलाई बचाउन त्यहाँ जन्मेको पहिलो व्यक्ति बस्नको लागि के गर्नुपर्छ भनेर प्रस्थान 12 अध्यायमा त्यहाँ विभिन्न कुराहरू बताउनु भएको छ र अनि त्यो आज्ञा दिनु भएको छ। 10औं दिनमा इस्रायली जातिले थुमा लिएर आउनु थियो अनि परमेश्वरले अनि जुन थियो पर पशु लिएर आउनु परेको थियो। अनि यो 10औं दिनमा ल्याउने कुरा थियो कि त्यो समय येशूको समयमा पनि थुमा पशु लिएर मन्दिरमा जानुपर्ने थियो। निस्तान महिनाको 10औं दिन थियो। त्यो येशू प्रवेश गर्दै हुनुहुन्थ्यो अनि हरेकले बजारबाट त्यो दिन अनि लिएर जानु पर्थ्यो। अनि त्यही दिनलाई अनि जब 4 दिनसम्म तिनीहरूले घरमा लगेर अनि चेक गर्नुपर्ने थियो र अनि कुनै खोट अनि चोट चेक गर्नुपर्ने थियो अनि परमेश्वरलाई चढाउन को निम्ति लागि चाहिँ पशु मन्दिरमा प्रवेश गराउनु पर्ने थियो अनि गराउनु पर्ने भयो। अनि त्यहाँ चाहिँ पैसा साटेर अनि त्यो चाहिँ लानु पर्ने थियो। हामीले लुकाको 19 अध्यायमा हामी त्यहाँ चाहिँ पाउँछौँ है। 19 अध्यायको लुकाको 19 मा है 19 को अनि तपाईले 45 र 46 मा 45 र 46 मा यसरी भनेको छ, तब उहाँ मन्दिरमा प्रवेश गर्नुभयो, बिक्री गर्नेहरूलाई निकाल्नुभयो र तिनीहरूलाई भन्नुभयो, धर्मशास्त्रमा लेखिएको छ मेरो घर प्रार्थनाको घर हुनेछ, तर तिमीहरूले त यसलाई डाकुहरूको अड्डा बनाइरहेको छौ भनेर त्यहाँ भन्यो है। डाकुहरूको अड्डा जहाँ चाहिँ त्यहाँ चाहिँ पुजारीहरूले पैसा साट्न राखेको थियो। विदेशबाट विभिन्न देशबाट गएको हुन्छ नि। आज तपाईँ हामी चाहिँ कुवेतबाट जाउँ या कतारबाट विभिन्न देशबाट गइसकेपछि त पैसा साट्नु पर्यो, किनबेच गर्नु पर्यो अनि सामानहरू पशु चाहियो अनि त्यसरी उनीहरूले त्यो पशुहरू बेचेर अनि पाल्ने र ल्याउने भन्दा पनि बरु त्यहाँ चाहिँ धेरै नै गएको थियो बाहिर किन्नको लागि। अनि त्यहाँ चाहिँ प्रति व्यक्ति अनि उनीहरूले चाहिँ लानु पर्ने थियो। अनि यसो किन चाहिँ त्यहाँ चाहिँ जानुभयो त? अनि गधामा चढेर जानुभयो भनी उनीहरू बुझ्नु पर्ने कुरा, वर्षै पछि पापको बलि थुमा है परिवारको लागि थुमा ल्याउनु पर्ने थियो भने अब संसारको मानव जातिको थुमा भएर प्रवेश गर्नु हुन्छ। अब येशू चाहिँ त्यहाँ चाहिँ येशूले चाहिँ त्यहाँ चाहिँ प्रवेश गर्नु अगावै है त्यहाँ बगैँचामा गर्नुभएको आदम र हव्वाले जुन चाहिँ गर्नुभएको त्यो पापहरू, आदम र हव्वाले चाहिँ पाप गरेको भएर अनि त्यो पत्तो लगाए। त्यहाँ चाहिँ परमेश्वरले आदम त कहाँ छस् भन्ने त अरू बेला भनेको छैन, किनकि अरू बेला परमेश्वरको उपस्थिति थियो जहाँ मानिसहरूतिर परमेश्वरको संगति हुने थियो। जब आदमको बगैँचामा कहाँ हुने छ, तपाईँ मेरो आदम लुकी रहेको थियो, तर परमेश्वरले आफैले बलिदानको प्रबन्ध गर्नुभयो। एउटा थुमालाई चाहिँ मारिनु पर्ने भयो र उनीहरूको छलको लागि लुगाहरूलाई चाहिँ
लगाइदिएको छ। छालाको लुगा लगाउनु भनेको एउटा प्राणी मरेको रगत बगेको छ। अनि त्यसलाई चाहिँ बलिदानको कुरालाई बुझाउँछ। अनि उत्पत्तिमा त्यहाँ चाहिँ आदम र हव्वालाई चाहिँ जो थुमा मारेर छालाको लुगाहरू त्यहाँ लगाएको छ। त्यही भएर येशूको बलिदानको लागि पनि बुझ्नु छ कि जब क्रुसमा जानु र बलिदान हुनु र संसार जातिको लागि कलवारी क्रुसमा चाहिँ बलिदान भएको छ। जब येशू यरुशलेममा प्रवेश गर्दै हुनुहुन्थ्यो अनि मानिसहरू विभिन्न जग्गाबाट भेला हुँदै गर्दाखेरि अनि त्यहाँ चाहिँ खजुरको पातहरू टिपेका छन् र मानिसहरूले आफ्नो लुगाहरूलाई चाहिँ खोलेर अनि होसना भन्दै कराइरहेका छन्। अनि होसना भन्दै उनीहरूले चाहिँ अनि जब त्यहाँ चाहिँ परमेश्वरको गरिरहेको छ अनि त्यो चाहिँ अनि होसना भन्दै कराउँछ र अनि आउने राजालाई भन्दै रोमी साम्राज्यबाट मुक्त भएको भने अनि तिनीहरू खुसी हुन्छ है। उनीहरूले चाहिँ के चाहन्थ्यो त भने अनि त्यो ठाउँमा जब राजाको आवश्यकता थियो, मसीहले राष्ट्रिय रूपमा इस्रायलको पुनर्स्थान गर्नुहुनेछ। त्यहाँको इस्रायलको सोचाइ के थियो भने अनि मसीहले राष्ट्रिय रूपमा इस्रायलको पुनर्स्थापना गर्नुहुनेछ र राजनीतिक रूपमा राष्ट्रहरूमा शासन गर्नुहुनेछ भनी त्यो भिडले चाहिँ सोचेको थिए। जब थुमा माथि विश्वास गरेका थिए, खजुरको हाँगा र आफ्नो लुगाहरू बाटोमा बिछ्याएर स्वागत गरेको थियो। तर येशू आफू संसारमा आउनु भएको उद्देश्य मानिसहरूले बुझ्न असफल भए र पछिबाट तिनीहरूले चाहे जस्तो येशूलाई चाहिँ मसीहलाई हुनुहुन्छ भन्ने देखेपछि अनि त्यही भिडले फेरि क्रुसमा टाङ्नुहोस् भनेको हामी चाहिँ पाउँछौँ। अनि मर्कुसको 15को 13 पदमा है यसलाई त क्रुसमा टाङ्नुहोस् भनेको छ। जब उहाँ चाहिँ आउनु चाहिँ के थियो भने अनि उनीहरूले चाहिँ बुझेको छैन। जब जाकरियाको 9 र 10 पदले भनेको कुराहरू त्यहाँ पुरा भएको छ। आउनुको खातिर चाहिँ उहाँ हाम्रो पाप उठाइ लानलाई अनि क्रुसमा जानु पर्ने थियो। यदि उहाँ चाहिँ क्रुसमा नजानु भएको भए वर्षेपछि बोकाको थुमाको तपाईँ र मेरो लागि, तपाईँ र मेरो परिवारले आफ्नो पाप ढाक्न, छोप्न, पखाल्नको लागि त्यो थुमा चाहिन्थ्यो। त्यसकारण परमेश्वर पिताले धेरै हेर्नुभयो, कोही पवित्र नभएकोले आफ्नो पुत्र येशूलाई चाहिँ मानिसको पुत्र बनाएर पठाउनु भयो। मानिसको पुत्र एउटा बलिको पापबाट उद्धारको लागि, जुन हिब्रो 10को 10 पदले भन्छ नि है, हिब्रो 1 देखि 10 पदसम्म हिब्रोको पुस्तक 1 देखि 10 पदसम्म म पढ्नेछु है। त यहाँ तपाईले नि हेर्न सक्नुहुन्छ बाइबलमा। हिब्रोको पुस्तक 10को 1 देखि 10 पदसम्म हैन। अनि हेर्नुस् है। ख्रीष्टको बलि संसारभरिको निम्ति हुन्छ, किनभने व्यवस्था अब आउने उत्तम कुराको खास रूप होइन तर तिनको छाया मात्र हो। यसकारण सलिन्द निम्ति चढाइने त्यही किसिमको बलिद्वारा नजिक आउनेहरूलाई यसो सिद्ध पार्न सक्दैन। नत्र त बलि चढाउने काम रोकिने थिएन र किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्यसपछि पापको चेतना हुने थिएन। तर ती दानहरूले सलिन्द पाप सम्झना गराउँछ, किनकि साँडे र बोकाको रगतले पाप हरण गर्न असम्भव छ। यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो, बलि र भेटीहरू तपाईले चढाउनु भएन,
तर तपाईले मेरो निम्ति एउटा शरीर तयार गर्नुभएको छ। होम बलि र पाप बलिहरूमा तपाईँ प्रसन्न हुनुहुन्न। तब मैले भने, हेर्नुहोस् हे परमेश्वर, पुस्तकको मुट्ठामा मेरो बारेमा लेखे जस्तै तपाईको इच्छा पूरा गर्न म आएको हुँ। तब मैले भने, हेर्नुहोस् हे परमेश्वर, पुस्तकको मुट्ठामा मेरो बारेमा लेखे जस्तै तपाईको इच्छा पूरा गर्न म आएको हुँ। पहिले उहाँले भन्नुभयो, बलि र भेटीहरू, होम बलि र पाप बलिहरू तपाईले चढाउनु भएन, तपाई तिनीहरूमा प्रसन्न हुनु भएन। हामीले हिब्रूको पुस्तकबाट नै हेरिसकेका छौं र परमेश्वरलाई धन्यवाद होस्। र जब बलि र भेटीले चढाउनु भएन तर तपाईले मेरो निम्ति एउटा शरीर तयार पार्नु भएको छ। होम बलि र पाप बलि तपाई प्रसन्न हुनुहुन्न। तब मैले भने, हेर्नुहोस् परमेश्वर, पुस्तकमा मुट्ठामा मेरो बारेमा लेखे जस्तै तपाईकै इच्छा पूरा गर्न म आएको हुँ। पहिलो उहाँले भन्नुभयो, बलि र भेटी, होम बलि र पाप बलि तपाईले चढाउनु भएन, तपाई तिनीहरूको प्रसन्न हुनु भएन। यी व्यवस्था बमोजिम चढाइन्छ। अनि पछिबाट भन्नुभयो, हेर्नुहोस् तपाईकै इच्छा पूरा गर्न म आएको छु। दोस्रो स्थापित गर्न पहिला चाहिँ उहाँले खारेज गर्नुहुन्छ। त्यही खारेज इच्छाबाट येशू ख्रीष्ट शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाएका छौं। हालेलुया। आज तपाईँ र हामी चाहिँ त्यो येशू ख्रीष्टको बलिदानद्वारा हामी चाहिँ पवित्र जाति भएका छौं। आमेन। अनि परमेश्वरलाई धन्यवाद होस्। यहाँ चाहिँ तपाईँ र हामी चाहिँ यूहन्नाको जुन चाहिँ 12बाट त्यहाँ प्रभु येशू ख्रीष्ट बेथानियाबाट जाँदै गर्नु हुँदाखेरि आज उहाँ चाहिँ तपाईँ र हामी चाहिँ प्रस्थानको पुस्तकबाट हामी चाहिँ बुझ्छौं है। अनि हिब्रूको पुस्तकबाट हेर्यौं, यहाँ चाहिँ विशेष गरी आज जुन चाहिँ, त्यसैले हामी चाहिँ खजुरी आइतबार यहाँहरु सबैजनालाई अग्रिम शुभकामना र आउने सन्डे भन्दछौं। यो आइतबारको दिनलाई नै पछि आउने जुन चाहिँ पवित्र शुक्रबार, गुड फ्राइडे, अर्को आइतबारलाई चाहिँ स्टार सन्डे भन्छौं। अनि त्यसकारणले गर्दाखेरि यहाँ चाहिँ विशेष गरी जुन छालाको लुगाहरू, एउटा चाहिँ छालाको लुगा बनाएर अनि त्यो आदम र हव्वालाई लगाउनुको कारण, अनि येशू ख्रीष्ट एउटा बलिको रूपमा थियो, एउटा थुमाको रूपमा थियो। अनि त्यहाँ चाहिँ होसना हुन्छ, जुन चाहिँ मानिसहरू विभिन्न जग्गाबाट त्यहाँ भेला हुँदै अनि खजुरको पातहरू टिपेका छन् अनि मानिसहरू आफ्नो लुगाहरू खोलेर होसना भन्दै कराउने छन्, होसना राजालाई भन्दै। अनि उनीहरूले चाहिँ त्यहाँबाट मुक्त हुन चाहन्छन्। अनि उनीहरू चाहिँ त्यो जब रोमी साम्राज्यबाट उनीहरू चाहिँ मुक्त हुनुहुन्छ भनेर त्यो बाटोमा खुसी भएर राजा आउने भयो भन्दै, त राजा यहाँ राजा जन्मेको छ यरुशलेममा। राजा हेरोदले चाहिँ येशू जन्मेको समयमा नि धेरै बालकहरू मृत्यु भयो, त्यहाँ सर्वनाश भयो। अनि जब अनि येशू संसारमा येशूलाई चाहिँ जोगाउनु भयो हैन, गधाको बछेडामा चढेर अनि होसना हामीलाई चाहिँ बचाउनु भयो। जब येशू चाहिँ थुमा बनेर आउँदै हुनुहुन्थ्यो है, थुमा बनेर आउँदै हुनुहुन्थ्यो यरुशलेममा, जो जीवन एक्सचेन्ज गर्न आउनु हुँदै थियो, पापलाई एक्सचेन्ज गर्नलाई आउँदै हुनुहुन्थ्यो, मृत्यु र जीवनलाई एक्सचेन्ज गर्दा आउँदै हुनुहुन्थ्यो, मृत्यु र जीवनलाई चाहिँ एक्सचेन्ज गर्न आउँदै हुनुहुन्थ्यो। येशू चाहिँ अनन्तको जीवन र मृत्युलाई एक्सचेन्ज गर्न आउँदै हुनुहुन्थ्यो। मानिसले सोच्यो राजा परमेश्वरको नाउँमा आउने मात्र
हामीलाई बचाउन सक्छ। अनि त्यहाँ चाहिँ प्रभु येशूले त्यहाँ हामीले भनेको कुराहरू पाउँछौँ जब यूहन्नाको 12 पदमा है, यूहन्नाको 12:15मा है, 12:15मा यूहन्नाको पुस्तक 12:15मा के भन्छ भने, सियोनको छोरी नडराऊ, हेर तिम्रा राजा गधाको बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। अनि यी कुरा उहाँको चेलाहरूले पहिल्यै बुझेन, तर येशूले को महिमा भएपछि यी कुराहरू उहाँको विषयमा लेखिएको थियो र यी काम उहाँको निम्ति तिनीहरूले गरेको हुन् भन्ने कुराहरू तिनीहरूले सम्झे। किन गरेको? सियोनको छोरी भन्ने इस्राएलको मानिस हो। जब हामीले त्यहाँ लुकाको पुस्तकमा हामी पाउँछौँ, जब त्यहाँ 41 र 19:41मा त्यहाँ येशू नजिकै आइपुग्नु भयो, सहरलाई देख्नुभयो अनि उहाँ त्यसको निम्ति रुनुभयो। किन रुनुभयो त येशू? अनि त्यो सहरलाई हेरेर 41देखि 44सम्म, अनि शान्ति कुन कुराले ल्याएको भनेर तैँले आज पनि जानेको भए हुने थियो, तर अब तेरो दुष्टबाट त्यो लुकेको छ, किनकि त माथि यस्ता दिन आउने छ जब तेरो शत्रुले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछ र सबैतिरबाट तँलाई थुनेर राख्नेछ। अनि त आज यहाँबाट चाहिँ प्रभु येशू ख्रीष्ट त्यो सहरलाई हेरेर रुनुभयो अनि त्यो देखेर अगमबाणी गर्नुभयो र पहिला रुनुभयो। किन रुनुभयो? त्यहाँ चाहिँ त्यहाँको मानिसहरूले अनि येशूलाई चाहिँ चिनेन। मोसादेखि मसीहलाई पर्खिरहेको येशू ख्रीष्ट थियो तर चिनेन। विश्वास गरेर यही कुराहरू मोसाले हिब्रू 11 अध्यायमा त्यहाँ चाहिँ अनि उनले आफ्नो मोसाले चाहिँ सुख त्यो सबै अभिलाषहरू त्याग गर्यो, तर उनीहरूले चाहिँ अनि क्रुसमा चढ्यो अनि तर पनि चिनेन। यहाँ चाहिँ विशेष गरी शान्तिको कुरालाई दर्शाउँछ उत्पत्तिको अनि 49मा। जब येशू चाहिँ एडी 70मा येशूको चाहिँ जब उहाँ चाहिँ स्वर्गारोहण हुनुभयो अनि त्यसको 30-35 वर्षपछि त्यहाँ चाहिँ पुरा यरुशलेम रोमी साम्राज्यले पुरा ध्वस्त बनाएको छ है। त्यो कुराहरू चाहिँ अनि त्यहाँ चाहिँ त्यति बेला चाहिँ एडी 70मा चाहिँ मन्दिर ध्वस्त भएको छ अनि यरुशलेमको सहर भत्ताभुङ्गे भएर तितर बितर भएको छ। इस्राएली राष्ट्रको भने नाम निशाना नै मेटाइदिएको छ। जब येशूको बलाद भए र अगमबाणी पुरा भएको कुराहरू हामी देख्छौँ। जब येशूको अगमबाणी गरेको 30 वर्षदेखि 35 वर्षमा पुरा भएको छ र आज आउने सन्देशको दिनहरूमा हामीले चाहिँ मत्ती 24को 1 र 2मा त्यहाँ पाउँछौँ। जब पावन सन्डेको दिन जब येशू संसारमा मानिस जातिलाई एउटा थुमा बनेर जाँदै हुनुहुन्थ्यो हैन। यूहन्ना 12:12मा 12देखि 23देखि 24सम्म त्यहाँ चाहिँ भन्नुभएको छ है। अनि जुन कुराहरू त्यहाँ चाहिँ जुन सन्देश त्यहाँ व्यक्तिले भन्दै थियो, जब कि 12को 23देखि 24मा 23 र 24 म पढ्नेछु। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटा रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। अनि त्यहाँ चाहिँ जब येशू थुमा बनेर जाँदै हुन्थ्यो, सारा संसारको मानिसको पाप उठाउनलाई थुमा बनेर यरुशलेममा प्रवेश गर्दै हुनुहुन्थ्यो र त्यो प्रवेश दिनलाई नै अनि एउटा पावन सन्डे अर्थात् येशू ख्रीष्ट चाहिँ आज तपाईँ र हाम्रो पापको लागि उहाँ चाहिँ यरुशलेममा प्रवेश गर्दै हुनुहुन्छ भन्ने कुराहरूलाई नै हामी चाहिँ खजुरी आइतबार र पावन सन्डे भनेर चाहिँ हामीले भन्ने गर्छौँ। आमेन।
यहाँहरू सबैजनालाई परमेश्वरले आशीष दिनुभएको होस्। तपाईँहरू सबैजनालाई परमेश्वरको महिमा र प्रशंसा सबैलाई, र तपाईँहरूले चाहिँ कमेन्ट गरिदिनु होला अनि भन्न चाहन्छु। धन्यवाद यहाँहरू सबैजनालाई।